यो बुक द Manifest 7 Steps to Living Your Best Life मा चाहिँ 7वटा सिम्पल स्टेप्सहरू दिएको छ। जस्तै आफूलाई के चाहिएको छ, भिजन चाहिँ एकदमै क्लियर हुनु पर्यो। अहिले चाहिँ भिजन बोर्डको कन्सेप्टहरू पनि एकदम पपुलर भइरहेछ नि, द्याट एक्चुअली वर्क्स भन्ने कुराहरूको इक्जाम्पलहरू मजाले बुझाइएको छ होइन। अनि हाउ टु मेक यो भिजन बोर्ड भन्ने कुराहरू पनि छ। मैले चाहिँ एक्ज्याक्ट भिजन बोर्ड बनाइनँ, जस्ट आई रोड जर्नल गरेर डायरीमा मलाई यो चाहिएको छ भन्ने मात्रै लेख्थेँ होइन। मेबी त्यो गरेको भए पाइन्थ्यो होला होइन। अनि त्यो आफ्नो भिजन क्लियर गरिसकेपछि चाहिँ कुनै पनि फियर अर डाउट चाहिँ राख्नु भएन। लाइक अ बेबी होइन, यो हुन्छ भनेर चाहिँ मजाले फेथ राख्नुपर्छ। आफ्नो फियर एन्ड डाउटले चाहिँ लाइक भाइब्रेसनको कुराहरू पनि गराएको छ, लो भाइब र हाई भाइब होइन। अनि हाई भाइब भनेको एकदमै ह्याप्पी, चेयरफुल, पोजिटिभिटी अनि होपफुल, त्यो सबै हुन्छ भनेदेखि त्यो लो भाइबमा चाहिँ फियरफुल होइन, डाउट, एन्सियस, एङ्ग्री यस्तो यस्तो कुराहरू हुन्छ नि त। अनि लो भाइब ले चाहिँ रियालिटी पनि नेगेटिभ बनाउन जान्छ। अनि हाई भाइब, पोजिटिभ भाइबले चाहिँ इन्भाइरोमेन्ट पनि एकदमै पोजिटिभ हुन्छ। अनि आई हेभ दिस एक्जाम्पल है, हामी लास्ट टाइम रारा घुम्न जाँदाखेरि हामी 4जना घुम्न गएको थियौँ। अनि एकजना सर हुनुहुन्थ्यो होइन, उहाँ एकदम धेरै लाइफको लो फेजमा हुनुहुन्छ होइन, हिजो पनि भेट भएको थियो। अनि उहाँ रारा जस्तो यस्तो ब्युटिफुल ठाउँमा पनि उहाँ यति धेरै एन्सियस हुनुभयो, यति धेरै कम्प्लेन गर्नुभयो, यति धेरै उहाँले इन्जोय नै गर्नु भएन कि। उहाँको पीडैमा त्यो जर्नी भयो, डेस्टिनेसनमा पुगेर पनि पीडैमा फर्किनु भयो कि। अनि वी इन्जोयड द मोस्ट। इनफ्याक्ट हाम्रो जाँदै गर्दाखेरि त्यो फोन पनि फुटेको थियो कि, फोनको स्क्रिन पनि पुरै ड्यामेज भएको थियो होइन। अनि फोटो पनि खिच्न पाइएन, माथि गएर 40,000को चुना लागेको थियो होइन मेरो गल्तीले गर्दा। त्यसको पनि छिटो स्टोरी छ। अनि त्यही पनि वी इन्जोयड अ लट होइन। अनि आफ्नो थटले चाहिँ कस्तो रियालिटी हुन्छ भन्ने सिचुएसनको चाहिँ बेस्ट इक्जाम्पल त्यो लाग्छ कि सेम सिनेरियो थियो, सेम जर्नी थियो, तर सरले पर्सिभ गर्नुभयो र सरबाट कसैले सुन्नुभएको त्यो स्टोरी सुन्नुभयो भने कोही रारा जाँदैन कि। तर हाम्रो पर्सपेक्टिभबाट सुन्नुभयो भनेदेखि चाहिँ यु विल जस्ट प्याक अ ब्याग एन्ड गो देयर। अब द्याट डजन्ट मिन लाइक वी आर भेरी हाई भाइब पिपल, पोजिटिभ पिपल होइन, तर वी इन्जोयड द मोस्ट होइन। अनि त्यहाँबाट चाहिँ मैले आफै पछि एनालाइज गर्दाखेरि चाहिँ थ्याङ्क गड हामी हाई भाइबमै रहेछौँ भनेर अझै यो बुक पढ्दाखेरि चाहिँ रियलाइजेसन भएको थियो होइन। अनि एकदमै लामो भयो होला, म नेक्स्ट पार्टमा भन्छु ल अरू स्टेप्सहरू।